चाहिँ म यहाँ खेतमा सब्जी टिप्नुको लागि आएको के दिन्छ मेरो खेतमा आज चाहिँ के फलेको छ हेरौँ है साथीहरू। यो चाहिँ बर्खे बोरी अलिअलि किरा लाग्दो रहेछ। अस्ति एकखेप टिप्दाखेरि चाहिँ राम्रै थियो, अस्ति एकखेप 2 खेप टिपेको हामीले हो, त्यतिखेर चाहिँ राम्रै थियो। अहिले चाहिँ हिजो अस्ति हप्ता दिन जस्तो पानी पऱ्यो नि त, त्यो भएर चाहिँ किराले एकदमै खाँदो रहेछ। अब यो किराले खाएको पनि टिपेर लानुपर्छ। अब यसको पनि घर गएर चाहिँ काममै आउँछ, खेप्नु चाहिँ पर्दैन, दैलो खोले हुन्छ हो। बर्खे सिँडी एकदमै किरा लागेको छ, यस्तो थिएन नि त, अलिक राम्रै चाहिँ थियो त यो सिँडी। यति चाहिँ टिप्यो हो आज सिँडी। बेसी रोपेको थिएन योपालि, आमाले रोप्नु भएको थियो, हुन्छ कि हुँदैन भनेर यति चाहिँ। योसँग चाहिँ 3 खेप टिपिसक्यौँ हामीले, अस्ति 2 खेप टिपेको थियो। योसँग चाहिँ 3 खेप भयो सिँडी टिपेको। अब 1 खेप चाहिँ भ्याउँछ होला हौ टिप्नु, जम्मै किरा लाग्नु थालेछ। अब बर्खे यति भयो नि त फलेको यत्रो बारीमा। अब चाहिँ यो सिँडी मात्रै होइन हो, फेरि यस्तो पनि छ, यहाँनिर पनि टिप्नु पर्ने छ। यो काँक्रा पनि यो कालो काँक्रा यति रहेछ। अब अझै तल छ हाम्रो। कालो काँक्रा रोपेको त सेतो फलेछ हो, तर पनि केही छैन, केही चाहिँ भएन। लानुपर्छ टिपेर घरमा। चिलेर काँक्राले त पोहोर चाहिँ खिरा रोपेको थियो, मलाई खिरा अलिकति ठिक लागेन हो, अन्त चाहिँ योपालि चाहिँ काँक्रै रोपेको थिएँ। खिरा चाहिँ अलिक मलाई मन परेन नि त, काँक्रै मिठो हुन्छ यो कलिलो काँक्रा खानु। हेर्नुहोस् है, कालो काँक्रा रोपेको त सेतो भएछ नि, कालो त कम्ती रहेछ, माथि मात्रै कालो भएछ कि, यो त सेतो। अब जम्मै काम सक्यो, अब समुद्र टिप्नु छ, अन्त यो सिलेरी सक्छु। अस्ति रोपेर थुप्रो खेप बेचिसक्यो हो। अब यो चाहिँ बोट मर्नु आँटेको, अब तर भयो नि अझै 2 खेप टिप्नु भएछ। अस्ति त 7 खेप जस्तो त टिपिसक्यो भयो सिलेरी, अझै 2 खेप 3 खेप भ्याउने रहेछ। अब यो चाहिँ टिप्नु पर्यो। सिलेरी पनि टिपिसक्यो हो, पानी त पर्न थाल्यो। म चाहिँ खालि टिप्दाखेरि चाहिँ यसरी बारीमै बाँधेर लानु चाहिँ मनपर्छ नि त, घर लगेर चाहिँ बान्दा उयो हुन्छ। 1 मुठा 2 मुठा 3 4वटा 5वटा बेसी टिप्नु हुँदैन। अब चाहिँ इस्कुसको मुन्टा टिप्नु चाहिँ साथीहरू, यसको मुन्टा टिप्नु आउनु चाहिँ कति मिठो हुन्छ। निम्बुले टिपेर भएन,
चिल्दैछ कता कता पानी राम्रो थियो अहिले जानु नि मुन्टा पनि पिटिसक्यो हो त्यो रहेछ भनौँ ल मुन्टा एउटा दुईटा तिनटा चार पाँच छ अब मुन्टा र सिलेरी चाहिँ यहाँ लाउनुपर्छ सिलेरी 5 र मुन्टा 6 वटा बिचमा फेरि मुन्टा हो यो चाहिँ भिन्दै पुग्छ यो चाहिँ मेरो बुढोले पुग्छ यो चाहिँ म पुग्छु यो पुरा गरमसँग सक्दिनँ बोक्नु अन्त अहिले बजारमा चाहिँ यो काँक्राको भाउ चाहिँ कसरी छ हो साथीहरू भन्नुहोस् न मैले टिप्नु त टिप्यो यो पालि फर्स्ट टाइम टिपेको कति छ भाउ मलाई केही थाहा छैन हो यो चाहिँ अब भरे माथि फेरि टिपेर थप्नुपर्छ